क्लियर छ साथीहरू? नमस्ते फेरि पनि सबैजना साथीहरूलाई। हामी शाखा दिदीको चौथो पत्रको उत्तर कसरी लेख्ने विषयमा छौँ र अब म दोस्रो प्रश्नमा जान्छु। दोस्रो प्रश्न छ, नेपालको प्रशासनिक हाम्रो नेतृत्व है यो राजनीतिज्ञप्रति अलिक लहसिएको, भ्रष्टाचारमा डुबेको र सेवा प्रवाहमा चुकेको भनी आम जगतबाट आलोचित छ। यस सन्दर्भमा हाम्रो नेतृत्व हुनुपर्ने गुणहरू के छ र यसमा सुधार गर्नुपर्ने उपाय के छन् भनेर राखियो हैन। यसमा पहिलो खण्डमा 4 मार्क्स र दोस्रो खण्डमा 6 मार्क्स राखी 10 मार्क्स राखिएको छ। सो हियर आर टु टाइप्स है, दुईटा छ। अब यो प्रश्न चौथो पेपरको सार्वजनिक प्रशासनमा रहेको केही प्रश्नहरू रहेको छ। यसमा जाम। यसको पहिलो खण्ड रहेको छ आफ्नो यो चाहिँ नेतृत्व सम्बन्धी प्रश्न हो। त्यसकारण पहिलो खण्ड के गर्ने भने पहिलो उत्तर लेख्दाखेरि हामीले आफ्ना अनुयायी जस्तै हैन आफ्नो अनुयायीहरूमा भएको हैन ज्ञान, सिप, क्षमता, धारणालाई एकीकृत गरेर संगठनको लक्ष्य प्राप्ति गर्ने गरिकन यो संगठनलाई परिचालन गर्ने क्षमता नेतृत्व हो। जस्तै मेरो लिडरसिप कहिले देखिन्छ भन्दाखेरि जब मैले तपाईलाई यो शाखा अधिकृत लक्ष्य प्राप्तिका लागि तपाईलाई त्यतातिर लान्छु। अब अहिले एथेन्समा प्लेटो थिए, त्यसका चेला अरस्तु भए, थोमस हब्स भए, जोन लक भए, इमानुएल कान्ट 18 सेन्चुरीमा भए, कार्ल मार्क्सले पनि ह्याप्स र ह्याप्स नटको कुरा गरे, लेनिन माओले कम्युनिजम ल्याए हैन। त्यस्तै नेहरूले, गान्धीले, भर्जिनिया वुल्फले यी सबैले के गरे त केही नेतृत्वदायी भूमिका निर्वाह गरे जसलाई आजसम्म संसारले चिन्ने गरेको छ। यी चाहिँ नेतृत्व भयो। अब यो नेतृत्व अब हाम्रो सार्वजनिक प्रशासनमा हामीलाई कस्तो नेतृत्व चाहिएको छ त भन्दाखेरि एक खालको वफादार, सार्वजनिक सेवाप्रति, देशप्रति वफादार, तटस्थ, पारदर्शी, लगनशील यस्ता प्रशासनिक नेतृत्वले देशको परिवर्तन गर्न सक्छ भनेर मैले अलिकति नेतृत्व के हो, संसारभरिका नेतृत्वहरू कस्ता छन् भनेर अलिकति ब्याकग्राउन्डमा त्यो जोडे है। ल यसरी अलिकति जोड्न सकिन्छ किनभने यो प्रश्न के थियो त हाम्रो नेतृत्वमा हुनुपर्ने गुणहरू के हो र नेतृत्वमा गर्नुपर्ने उपायहरू दुईटा जोडियो। त्यसकारण नेतृत्व के हो, हालसम्मका नेतृत्व को हुन्, नेतृत्व कस्तो हुनुपर्छ भन्ने छ। अब प्रशासनिक नेतृत्वमा कस्ता गुणहरू हुनुपर्छ? प्रशासनिक नेतृत्व भनेको जसले चाहिँ एउटा सबल अर्थतन्त्र निर्माण गरेर देशलाई समृद्ध बनाउने, प्रशासनिक कौशलताहरू बढाउने, हाम्रो शासकीय व्यवस्थालाई राम्रो बनाउने, जनता र सरकारको बीचमा जोड्ने गुण चाहिँ नेतृत्वमा हुनुपर्छ। यो चाहियो। त्यस्तै कार्यकारी होस्, चाहे व्यवस्थापकीय होस्, चाहे न्यायिक होस्, यसले चाहिँ राज्य निर्माणमा, स्टेट बिल्डिङमा परिषद उतातिर लान सक्ने ताकत भनेको नेतृत्वमा चाहियो। तर राज्य निर्माण गर्न सक्ने जति त्यो दूरदर्शी हो त्यति राम्रो हुन्छ, नभए जति भएन त्यो क्षयीकरण हुँदै जान्छ। त्यसकारण अर्को नेतृत्व कस्तो चाहियो त भन्दा हाम्रो संगठनको लक्ष्य प्राप्ति गर्ने एउटा प्रशासनिक नेतृत्वको हुनुपर्छ जो चाहिँ एउटा इथिकल म्यानेजरको रूपमा रहोस् है। इथिकल पाटो महत्त्वपूर्ण रहन्छ। त्यस्तै हेर्ने भने यसको हैन व्यक्तिको संगठनको चरित्र चाहिँ कस्तो हुनुपर्छ भन्दा उसले व्यक्तिको स्वयंको चरित्र राम्रो हुनुपर्छ, संगठनलाई प्रभावकारी बनाउने र नेतृत्व प्रदान गर्ने हुनुपर्छ। त्यस्तै मर्यादित हुनुपर्छ, अनुशासित हुनुपर्छ, कानुनले अपेक्षा गरेको हैन भूमिका उसले के गर्नुपर्छ निर्वाह गर्न जरुरी छ। यसका साथै अहिले नयाँ कुरा आएको छ, नेतृत्व गतिशील हुनुपर्छ, दूरदर्शी हुनुपर्छ, संवेदनशील हुनुपर्छ, प्रतिबद्ध हुनुपर्छ, इमानदार, पारदर्शी हुनुपर्छ यो भन्छ। त्यसका साथै अब अहिले चाहिँ संगठनमा क्रियाशील, सक्रिय, इनोभेटिभ हैन सेल्फ ओरिएन्टेड र कर्तव्य परायण पनि हुन जरुरी छ। यसका साथै केही नयाँ कुराहरू आएका छन् है। अहिले पहिले एकल नेतृत्व थियो, आफैले नेतृत्व गर्ने, त्यो होइन। अहिले सामूहिक र आलो पालो नेतृत्व गर्ने,
अरूलाई पनि चान्स दिने त्यो काम हुनुपर्छ। अर्को के भन्छ आइसिटी बेस्ड हुने, अर्को पहिलेको जस्तो नियन्त्रणात्मक नभइकन प्रजातान्त्रिक, अर्कालाई पनि के गर्ने होइन समय दिने, अर्काको कुरा बुझ्ने। पहिले के भन्थ्यो पदमा भएको विज्ञता क्षमताले होइन, पद पोजिसन ओरिएन्टेड होइन क्षमता ओरिएन्टेड हुनुपर्छ। अब पहिले के भन्थ्यो भन्दा एडहक नभइकन रूपान्तरणकारी। पहिले स्वेच्छाचारी भनिन्थ्यो, अहिले सदाचारी। आफू बुझ्ने अरूलाई पनि बुझाउन सक्ने खालको नेतृत्व चाहिन्छ। भिजनरी लिडरसिप जसले अरूलाई भिजन गरेर डोर्याउन सकोस्। क्यारिस्मेटिक हुनुपर्छ जसले लिडरको आत्मविश्वासहरू बढाउन सकोस्। अहिले ग्रिन लिडरसिपको कुरा आएको छ, वातावरणीय दृष्टिकोणले उन्नत। मेटा लिडरसिप भनेको आफूभन्दा तलकालाई पनि दिन सक्ने र समावेशी नेतृत्वको केही कन्सेप्टहरू अहिलेका नयाँ नेतृत्वका केही गुणहरू रहेका छन्। सकिन्छ साथीहरू? यति चाहिँ के छन् त केही नेतृत्वका कुराहरू रहेका देखिन्छन्। यसरी तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि केही नेतृत्वका गुणहरूलाई राख्न सक्नुहुन्छ। अब प्रश्नको दोस्रो पाटोमा जाउँ। अब नेतृत्वमा हाम्रा नेतृत्वहरू राजनीतिक रूपले लहसिए, सेवा प्रवाह गरेनन्, यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने थियो। यसका लागि के गर्ने भन्दाखेरि अनुभवी, योग्य र उपयुक्त व्यक्तिलाई सार्वजनिक प्रशासनको नेतृत्व दिने। यो नेतृत्व दिने कुरामा राजनीतिक तरिकाले मतैक्यता हुनुपर्छ। जो सिनियर छ, जो अगाडि छ, जसले नेतृत्व गर्न सक्छ त्यसलाई चाहिँ नेतृत्व दिने। पछाडि 10 नम्बर 11 नम्बरमा भएको मान्छेलाई होइन। जो सिनियर मोस्ट छ, जो अनुभवी छ, जो योग्य छ त्यसलाई दिने। त्यस्तै अब राजनीतिले पछाडिको भन्दा पनि एउटा अब्जेक्टिभ बनाइदिनु पर्यो, मापदण्ड बनाइदिनु पर्यो, त्यसलाई नेतृत्व स्वीकार गर्नुपर्छ है, त्यसको मापदण्ड बनाइदिने। त्यस्तै एउटा रूपान्तरणकारी र नैतिक नेतृत्वको निर्माण गर्नुपर्छ। त्यसका लागि अब हामीले यो अहिलेको निजामती सेवा ऐनमा नेतृत्व परीक्षण र मूल्याङ्कन विधि राख्नुपर्छ। त्यस्तै अहिलेको हाम्रो एकाङ्किक प्रवृत्तिको छ, एकाङ्कीय प्रवृत्तिको कासमो छ, यसलाई 360 र 720 को मूल्याङ्कनमा बदल्न जरुरी छ। यो काम गरे राम्रो हुन्छ। त्यस्तै हामीले अहिलेको कार्य सम्पादन सम्झौतालाई व्यावहारिक बनाउन पनि जरुरी छ है, त्यसलाई वस्तुगत मूल्याङ्कन गर्ने र त्यसपछि केही स्ट्यान्डर्ड बनाउने जसबाट उसको वस्तुगत तथा यसमा के होस् निरीक्षण होस्। अब पहिले के भनिन्छ भन्दाखेरि अहिलेको प्राय मान्छेहरू पढ्दैनन्, पढ्न छोडिसके। त्यही भएर रिडरसिप एन्ड लिडरसिप गोज साइड बाई साइड। पढ्ने खालको अलिक लर्निङ गर्ने खालको चाहिन्छ। त्यसकारण अहिले अर्को हेर्नुभयो भने अलिक योगतिर, ध्यानतिर होइन अलिक आध्यात्मिक चिन्तन भएको होइन, अलिक आफै सचेत भएको होइन, त्यस्तो खालको नेतृत्व आवश्यक छ। त्यस्तै नेतृत्वका लागि हामीले नेतृत्व परीक्षण केन्द्र बनाउन जरुरी छ, लिडरसिप एसेसमेन्ट सेन्टर त्योबाट गर्ने। र यसरी चाहिँ लिडरसिपका लागि चाहिँ राष्ट्रिय योजना आयोगले पनि एउटा यसको चाहिँ नेतृत्व परीक्षण गरिदिने, हाम्रो मोफागाले पनि मानव संसाधन विकास गर्ने, लिडरसिप तपाईँ डेभलपमेन्ट गर्ने उसैको काम हो। त्यो कुरालाई के गर्ने विकास गर्ने। साथैले एउटा प्रश्न राख्नुभएको छ 360 र 720 भनेर। जस्तै मैले गरेको काम, आज मैले दिएको फिडब्याक, यो चाहिँ के गर्ने भन्दा सुन्नुहोस् है त। पहिले म मातहत तपाईँ हुनुभयो, त्यसकारण तपाईँ स्टुडेन्ट हुनुभयो। स्टुडेन्टले गरेको मूल्याङ्कनलाई 90 डिग्री राखौँ, तपाईँ मभन्दा मातहत हुनुभयो। अब मसँगै अर्को एकजना साथी हुनुहुन्छ पियर ग्रुप, जो चाहिँ उपसचिवै हुनुहुन्छ, उहाँले गरेको मूल्याङ्कन चाहिँ 390 डिग्री इभ्यालुएसन भन्नुभयो। यो मभन्दा माथि सुपरभाइजरले गरेको मूल्याङ्कन पनि 90 डिग्री भयो। मभन्दा माथिल्लो सहसचिवले यो कक्षा कस्तो भयो भनेर हेर्ने 90 डिग्री भयो। भनेको म तल, मेरा साथीले र मेरो सुपरभाइजरले, र यहाँ सुन्नुहोस् है त, मभन्दा तल मेरा पियर ग्रुपले, मेरो सुपरभाइजरले, भन्नु नि 90-90-90 भनेको एउटा आफूभन्दा तलकोले, एउटा समकक्षीले, एउटा सुपरभाइजरले यो गरेको मूल्याङ्कन 90-90-90 हो।
अर्को 90 को बाँकी रह्यो भन्नुहोस् त साथीहरू? अर्को 90 को बाँकी रह्यो? एउटा कसले गर्ने? एउटा आफूभन्दा तलकोले गर्ने है, एउटा पियर ग्रुपले गर्ने, एउटा माथिल्लो तहले गर्ने। अर्को कसले गर्ने होला त? अर्को भनेको मभन्दा तलका पब्लिकले गर्ने। गुड। पब्लिकले गर्ने कुरा चाहिँ के भयो त? यसमा 90 डिग्री गऱ्यो भने 360 भयो। अब उहाँले आजको स्टुडेन्टले मलाई एउटा फिडब्याक दिनुभयो, सर अलिक इङ्ग्लिस पुगेन, ल तपाईँले एउटा फिडब्याक दिनुहोस् होइन। आजको यो तपाईँलाई 2टा प्रश्नको उत्तर दिएँ, यो 2टा प्रश्नमा चाहिँ के पुगेन भन्नुहोला है। यो तपाईँको फिडब्याक दिनुहोस् त साथीहरूले। अब मेरो पियर ग्रुप कोही छैन अहिले यहाँ। साउन्ड आएन? ल तपाईँहरू सबैजना साथीहरूले सुनिरहनुका सबै मानौ तपाईँहरू विद्यार्थी हो मेरो लागि। तपाईँले यसमा एउटा फिडब्याक दिनुहोस् होइन। तपाईँलाई अहिलेसम्मको 3वटा प्रश्नमा के उत्तर ठिक लाग्यो या लागेन भनेर फिडब्याक दिनुहोस्। नेगेटिभ दिनु होला, पोजिटिभ त सबै भइहाल्छ। यो चाहिँ के भयो त? 90 90 90 90 गर्दाखेरि के भयो त? 360 भयो। अब एकजना साथी कसैले पनि नेगेटिभ भन्नुभएको छैन, भन्नु न। म तपाईँको नेगेटिभ भनिदिउँ, यी भिडियो अन गर्ने प्रो साथीहरू जो चाहिँ निदाउँदाखेरि, भात खाँदाखेरि तपाईँले भिडियो अन गरेर मलाई देखाइरहनु भएको छ, यो कुरा हटाए हुन्छ भन्ने कुरा भयो। हो, यसबाट तपाईँले दिएको फिडब्याक अनुसार होइन मैले सेल्फ इभ्यालुएसन गरेँ। सेल्फ इभ्यालुएसन गरेर फेरि मैले के गरेँ, आफूलाई गणेशजी फेरि भिडियो अन गरेर आउनुभयो। हो, यो अनुसार चाहिँ मलाई यो कुरा मन परेन भनेर मैले गणेशजीलाई भनेपछि मैले सेल्फ इभ्यालुएसन गरेँ। फेरि सेल्फ इभ्यालुएसन गर्नु भनेको तपाईँले दिएको फिडब्याक अनुसार अर्को होइन। अनि अर्को पटक फेरि मैले चेन्ज गर्नु भनेको 360 फेरि मैले गरेँ। यसबाट टोटल कति भयो त? 720 डिग्री इभ्यालुएसन भयो है। यो भयो। ल एकजनाले भन्नुभएको क्वेसनको एन्सर यो रह्यो। ल साथीहरूले एकदमै स्वागत। 720 भने त तपाईँले दिएको 360 अनुसार मैले फेरि अब यसलाई के गरेँ त? रिभिजिट गरेँ। तपाईँले दिएको फिडब्याक अनुसार मैले आफूलाई फेरि सच्याएँ भने के भयो त? 720 डिग्री इभ्यालुएसन भयो। अब 721 त आएको छैन। 1 चाहिँ कहाँबाट आयो थाहा भएन, आई डोन्ट नो। वीरेनजी यस्तो चाहिँ अब 1 त मलाई थाहा भएन। 1 त तपाईँलाई थाहा होला। 721 भन्नुभएको छ, आई डोन्ट नो है। यसरी चाहिँ 720 इभ्यालुएसन हुन्छ। ल अर्को प्रश्नमा जाऊँ। अनुगमन तथा मूल्याङ्कनको भिन्नता दर्शाउँदै नेपालको आयोजनामा अनुगमन र मूल्याङ्कनको प्रणाली है, अनुगमन तथा मूल्याङ्कन प्रणालीहरूको क्रियाशील संयन्त्र र त्यसका भूमिकाहरू लेख्नुहोस् भनेको छ। जुन चाहिँ पहिलो प्रश्न छ यो अनुगमन र मूल्याङ्कनको, यो अनुगमन र मूल्याङ्कनको उत्तरमा चाहिँ के गर्न सकिएला भन्ने जस्तोमा जाऊँ है। यसको उत्तरमा जाऊँ। अनुगमन र मूल्याङ्कन प्रणालीको भिन्नता के छन् भनेर राखिएको छ। अब यसको मैले 2टा तरिकाले लेखेँ। एउटा विकास प्रक्रियालाई नतिजामूलक, पारदर्शी होइन बनाइकन सार्वजनिक जवाफदेहिता बनाउनका लागि अनुगमन र मूल्याङ्कन प्रणाली अलिक महत्त्वपूर्ण भूमिका खेल्छ। अब त्यस्तै हेर्नुभयो भने नेपालमा अलिकति ब्याकग्राउन्डमा जानु। 32-33 हामीले भार प्रणाली लियौँ। 7औँ योजनामा हामीले क्षेत्रगत कार्य सूचकहरू लियौँ। 8औँ योजनामा अनुगमन र मूल्याङ्कनको प्रणाली युज गऱ्यौँ होइन। त्यस्तै 10औँ योजनामा हामीले नीति तथा योजना तालिका बनाएर गऱ्यौँ। अहिले हामीले सतर्कता केन्द्रबाट, महालेखाबाट यसरी अनुगमन गर्दै आएका छौँ भनेर ब्याकग्राउन्डमा राखे पनि हुन्छ। अनि तपाईँलाई यो मन परेन भने, यो मन नपर्न पनि सक्छ। यो मन परेन भने यसरी लेख्दै पनि हुन्छ छोटोमा होइन। पृष्ठभूमि भने सार्वजनिक लक्ष्य तथा उद्देश्यहरू प्राप्ति गर्नका लागि
हाम्रा विकास नीति, योजना, कार्यक्रम यो आयोजनाहरूको अनुगमन र मूल्याङ्कन गर्ने गरिन्छ। यो अनुगमन र मूल्याङ्कनबाट पारदर्शिता, सामाजिक उत्तरदायित्व र जवाबदेहिता कायम गर्न सकिन्छ भनेर लेख्ने। यो दुईटा उत्तरमा ब्याकग्राउन्डमा चाहिँ यो दुईटा कुरा लेख्छ। साथीलाई कुन ठिक लाग्यो भन्नुहोला, पहिलो कि दोस्रो? पक्कै पनि तपाईँले दोस्रो ठिक लाग्ला, किनभने तपाईँले पढ्नु भएको छैन। पढ्नेपछि त पहिलो ठिक लाग्ला है कि दोस्रो? कमेन्ट बक्समा भन्नुहोला। पक्कै मलाई थाहा छ तपाईँलाई सेकेन्डै ठिक लाग्छ, किनभने पढाएको छैन। नपढेपछि त सेकेन्डै ठिक लाग्छ। यो चाहिँ मैले दुईटै उत्तर यहाँ राखेँ है। अब अनुगमन र मूल्याङ्कनमा के भिन्नता छ प्रश्नको पहिलो तरिकाले? पहिलो सबै लेख्नु पर्दैन। तपाईँले पहिलोमा चाहिँ अब हामीले 32-33बाट सुरु गरेर योजनाहरूमा गर्दै गएका छौँ र अहिले महालेखाबाट गरिरहेका छौँ भनेर भने पनि हुन्छ छोटोमा। र अनुगमन र मूल्याङ्कनको बिचको भिन्नता के हो त? अनुगमन भनेको कुनै योजना होइन अथवा सेवा प्रवाह समुचित ढङ्गले भएको छ छैन, कार्यतालिका अनुसार क्रियाकलापहरू कार्यान्वयन भएको छ कि छैन, प्रतिफल प्राप्त भएको छ कि छैन भनेर यसलाई निरन्तर र आवधिक रूपमा निगरानी गर्ने कार्य के भयो त? अनुगमन भयो है। यो अनुगमन भयो। अब त्यस्तै अब हामीले लिएका नीतिहरू, योजनाहरू, कार्यक्रमहरू के कतिको सान्दर्भिक भए, लाभग्राही भए, प्रभावकारी भए, यसबाट इम्प्याक्ट के भयो भन्ने कुरा आन्तरिक र बाह्य मूल्याङ्कनकर्ताबाट गरियो भने त्यो के हो त? त्यो आन्तरिक र बाह्य मूल्याङ्कनकर्ताबाट गरियो भने त्यो चाहिँ मूल्याङ्कन भयो। यसले के भन्छ? आफ्नैबाट गरियो भने प्राय आफ्नै निकायबाट हुन्छ, यो चाहिँ बाह्य निकायबाट हुन्छ भन्न सक्नुहुन्छ अनुगमन र मूल्याङ्कन। यो चाहिँ एउटा परिभाषा भयो। दोस्रो, यो निरन्तर रूपमा प्राय स्थलगत रूपमा गरिन्छ है भने यो के हुन्छ त? यसको मूल्याङ्कनको एक्स एन्टे होइन सुन्नु भएको छैन? ओके। अब अर्को चाहिँ के हुन्छ त? पूर्व मूल्याङ्कन, चालु मूल्याङ्कन र अन्तिम मूल्याङ्कन र एक्स पोस्ट इभ्यालुएसन र इम्प्याक्ट इभ्यालुएसन भनेर रहन्छ। यसका विभिन्न टाइप्सहरू छन् भन्न सक्नुहुन्छ। साथीहरूले आफूलाई अनम्युट गरौँ है। हेलो होस्ट, सबैलाई अनम्युट गरिदिनु भयो यार। हु इज द होस्ट हियर? अब मलाई यो को होस्ट बनाएको छ, मैले गर्न मिल्दैन। सबैलाई अनम्युट गरेपछि त कसरी गर्नु? ल सबैजनाले आफूलाई अनम्युट गर्नु होला है। अब यसरी त कसरी सकिएला साथीहरू? आफूलाई म अनम्युट गरौँ, नभए क्लास म त यो गर्छु है, अफ गर्छु। सबैजनाले आफूलाई अनम्युट गर्नुहोस् कि त क्लासलाई म अफ गर्छु ल। हेलो चैतन्य, अफ गर्नुहोस् न। हेलो भनेर बस्ने हो र जान, अफ गर्नु न।
को हेलो भन्ने अफ गर्नुहोस् न, म्युट म्युट गर्नुहोस् न भोल्युम। खै म होस्ट छैन, मैले गर्न मिल्दैन। ए विदुर आचार्य एकैछिन ल साथीहरु, म कल गर्छु। सर सबैलाई अनम्युट गर्दै रहेछ। को हो? मलाई एउटा होस्ट बनाइदिनु न, कि त तपाईहरु भ्याउनुहुन्न भने। सबै कहाँ अनम्युट छ, सबै बोलिरहेछन्। मैले के, म त होस्ट भए पो गर्न मिल्छ त। मैले गरेकै छैन। साथीहरु अगाडि बढौँ। अब अनुगमन चाहिँ निरन्तर गर्नुपर्छ, कार्यान्वयन अवधिभरि, हैन? तर यो चाहिँ अनुगमन चाहिँ मूल्याङ्कन चाहिँ कार्यान्वयन भइसकेपछि र त्यसको समाप्तिपछि दुईटै, अगाडि पनि गर्न पाइयो, पछाडि पनि गर्न पाइयो। अनुगमनमा कमी कमजोरी गर्ने, कमी कमजोरी सुधार्ने एउटा संस्थागत प्रक्रिया मात्रै। तर मूल्याङ्कन के हो? कमी कमजोरीबाट सिकेर सुधार गर्ने एउटा प्रक्रिया। अनुगमन लगानी प्रक्रिया प्रतिफलसँग बढी असर पर्छ, तर यसको चाहिँ इम्प्याक्ट, हैन, असर के पर्यो, प्रभाव के पर्यो, त्यहाँतिर हेर्नुपर्छ। र त्यस्तै हेर्ने भने अर्को चाहिँ यो व्यवस्थापनको एउटा महत्त्वपूर्ण अङ्ग हो भने यो एउटा पाठ सिक्ने तरिका हो। अनुगमन आफ्नै निकायबाट गरिन्छ भने मूल्याङ्कन बाहिरी निकायबाट बढी तरिकाले गरिन्छ भन्न सक्नुहुन्छ। यी केही के भए त हाम्रा अनुगमनका मूल्याङ्कनका केही कुराहरू रहेका छन्। यो बैतडीतिरको यो भाषा बोलेर डिस्टर्ब गर्ने यो साथी यो तुरुन्त ल अब सबै अनम्युट भएका छन् साथीहरु। ल उहाँ अहिले हुनुहुन्न, अब ठिक छ। ओके ल, नेपालमा अब यो एकदमै महत्त्वपूर्ण प्रश्न थियो। नेपालमा अनुगमन र मूल्याङ्कनका, ल यो एउटा महत्त्वपूर्ण प्रश्न थियो। नेपालमा अनुगमन र मूल्याङ्कनका केही क्रियाशील संयन्त्रहरू के छन् र त्यसको भूमिका के छ? यसमा हेर्ने भने हाम्रो महालेखा परीक्षक छ, जसले नियमितता, हैन, अनि त्यसपछि जवाफदेहिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा हाम्रो वित्तीय तरिकाले कार्यमूलक लेखा परीक्षण गर्छन्, यो कुरा भन्न सक्नुहुन्छ। त्यस्तै हेर्ने भने मुख्य सचिवको संयोजकतामा यो केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समिति छ, जुन चाहिँ सुशासन व्यवस्थाले गरेको छ, जसले चाहिँ हाम्रो सेवा प्रवाह, हाम्रा विकास कार्यक्रमहरू कस्तो भइरहेको छ त्यो विषयमा अनुगमन र मूल्याङ्कन गर्ने गर्दछ। एकदमै महत्त्वपूर्ण प्रश्न छ है साथीहरु यो। त्यस्तै हेर्ने भने राष्ट्रिय योजना आयोगले हाम्रो 16औं योजना दिगो विकासका लक्ष्यहरू, हाम्रा नीति तथा कार्यक्रमहरूको यो नतिजापरक अनुमान र मूल्याङ्कन गर्ने गर्दछ, त्यो भन्न सक्नुहुन्छ। त्यस्तै बजेट वक्तव्यमा नेपाल सरकारले लिएका नीतिहरू के छन्, त्यसको कार्यान्वयन कस्तो छ भन्ने अनुगमन अर्थ मन्त्रालयले गर्दछ। त्यस्तै
हाम्रो राष्ट्रिय सतर्कता केन्द्रबाट पनि यो चाहिँ एउटा चाहिँ के अडिट हुन्छ भन्दा हाम्रो प्राविधिक अडिट हुन्छ हैन। त्यो प्राविधिक अडिटले आयोजनाको अनुगमन मूल्याङ्कन डिजाइन सम्बन्धी गर्ने रहेछ नेसनल भिजिलेन्स सेन्टरबाट। त्यस्तै आन्तरिक लेखा परीक्षण तथा खर्चको अनुगमन मलेनिका र आन्तरिक लेखाको कोलनिकाबाट हुने गर्दछ त्यो कुरा भन्ने। त्यस्तै राष्ट्रिय विकास समस्या समाधान समितिले मन्त्रालय स्तरको एमड्याक हैन बाट आएका रिपोर्टहरू पिड्याकबाट प्रिड्याकबाट हुन सकेका कुराहरूको राष्ट्रिय विकास समस्या समाधान समितिबाट यसको अनुगमन र मूल्याङ्कन हुन्छ। त्यस्तै हेर्नुभयो भने यो राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकतामा राष्ट्रिय विकास समस्या समाधान उपसमिति पनि रहेको छ। त्यस्तै हेर्नु भने प्रत्येक मन्त्रालयमा एउटा मन्त्रालय स्तरीय हैन विकास समस्या समाधान एउटा एमड्याक भन्छौँ जसलाई चाहिँ विकास समस्या समाधान समिति रहेको छ। यो चाहिँ आफ्नो मन्त्रालयभित्रका योजना नीति कार्यक्रमहरूको अनुगमन मूल्याङ्कन गर्न र त्यसपछि त्यहाँ मन्त्रालयका सचिवको अन्डरमा एउटा प्रि एमड्याक रहेको छ। त्यस्तै प्रत्येक जिल्लामा केन्द्रमा क्षेत्रमा पनि अनुगमन र मूल्याङ्कन समिति रहेको छ। अघि मैले भनेको हैन मुख्य सचिवको संयोजकतामा केन्द्रीय मूल्याङ्कन समिति रहेको छ। त्यस्तै हाम्रो दिगो विकासका लक्ष्यहरूको प्राप्तिका लागि चाहिँ हाम्रो प्रधानमन्त्रीकै अध्यक्षतामा दिगो विकास एउटा संयन्त्र रहेको छ र आयोगका सदस्यहरूको नेतृत्वमा पनि विभिन्न एउटा समितिहरू चाहिँ हामीले गएका छौँ। यसरी यो अनुगमन र मूल्याङ्कनका लागि यति धेरै संयन्त्रहरू छन् र यसबाट हामी जान्यो भने यसको राम्ररी तहगत तरिकाले समन्वय र सहकार्य हुन सकेमा यसबाट हामीले के गर्न सक्छौँ त अनुगमन र मूल्याङ्कनलाई राम्रो बनाउन सक्छौँ। यो साथीहरूले धेरै छुटाएको प्रश्न र प्राय सबै नखोजेको प्रश्न छ। त्यसकारण यो अलिकति इम्पोर्टेन्ट पनि छ अहिले अनुगमन र मूल्याङ्कनका लागि भएका संयन्त्रहरू। यसलाई चाहिँ जोड्न सक्नुहुन्छ। अब अर्को प्रश्नमा जाउँ। नेपालको सार्वजनिक ऋणमा भएका समस्याहरू उजागर गर्नुहोस्। यसको सदुपयोग गरेर कसरी सबल एउटा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, त्यसका लागि 3 तहको भूमिका र तयारी कस्तो हुनुपर्छ भन्ने प्रश्न रहेको छ। अब पहिलो यसको सुरुवात गर्दा हामीले डाइरेक्ट सार्वजनिक ऋण किन लिने, जस्तै यहाँ सार्वजनिक ऋणमा देखिएका समस्याहरू भनेको छ नि त, त्यसो भए सार्वजनिक ऋण किन लिने भनेर पनि सुरुवात गर्दा हुन्छ। घाटा बजेटको पूर्ति गर्न, राजस्व कम हुँदाखेरि वैकल्पिक स्रोतको रूपमा प्रयोग गर्न, विकासहरूको आवश्यकताहरू पुरा गर्न, महामारीहरूमा प्राकृतिक प्रकोपमा खर्च गर्न, विदेशी मुद्राहरू सञ्चित गर्न सार्वजनिक ऋण लिने गरिन्छ भन्ने। अब यो सार्वजनिक ऋण लिँदाखेरि हामीले अन्तरपुस्ता एउटा चाहिँ जस्टिस हैन इन्टरजेनेरेसनल जस्टिस कायम गर्न जरुरी छ भनेर यसरी सुरुवात गर्ने। यो पनि सुरुवात गर्दा हुन्छ सार्वजनिक ऋण के हो भने। अब हाम्रो नेपालको सार्वजनिक ऋणमा देखिएका समस्याहरू के छन् त? अहिलेका हाम्रो बजेटमा हेर्नुभयो भने वित्तीय व्यवस्थातर्फ हामीले 3 खर्ब 67 अर्ब 28 करोड भनेको 19.74% हामीले के गरेका छौँ त सामा ब्याजमा खर्च गरिरहेका छौँ। त्यस्तै हामीले अहिले त्यो ऋण लिँदाखेरि पनि नपुग्दाखेरि 3 खर्ब 30 अर्ब आन्तरिक ऋणबाट लिइरहेका छौँ। यो अवस्था चाहिँ एउटा जटिल अवस्था हो भनेर यही नै समस्या हो। पहिलो हाम्रो पुँजीगत खर्चभन्दा बढी वित्तीय व्यवस्थामा जानु नै पहिलो समस्या हो। यसरी हाम्रो राष्ट्रिय बजेटमा सार्वजनिक ऋण बढ्दै जानु, यो सार्वजनिक ऋण किन लिइरहेको छौँ यसकै औचित्य प्रमाणित नहुनु, ऋणको प्राथमिकता र छनौटको अवस्था एकदमै कमजोर हुनु, हैन दाताका शर्तहरू अत्याधिक हुनु, हैन जे कामका लागि पनि ऋण लिने के हैन। अनि पिडिएमओको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको संस्थागत विकास कमजोर हुनु, हामीलाई चाहिँ अब राजनीतिले ऋण स्वीकार गर्ने तर टेक्निकल क्षमता कमजोर हुने हैन। अनि वैदेशिक ऋणलाई चाहिँ हामीले चाहिँ लिँदाखेरि जुन प्रोजेक्टमा लिएका छौँ त्यसलाई चाहिँ दोहनकारी एक्सट्र्याक्टिभली प्रयोग गर्नु हैन। यसको
ऋण लिँदाखेरि के प्रभावकारिता परेन भन्ने कुराहरू नसोच्नु, होइन? हामीले प्रोजेक्टमा पनि ध्यान नदिनु, होइन? यो कुराहरू चाहिँ के छन् त हाम्रा समस्याहरू रहेका छन्। यसरी लेखे पनि हुन्छ। नभए तपाईँले चाहिँ अब हामी चाहिँ एड ट्र्यापमा छौँ, एड ट्र्याप बढ्दैछ, हाम्रो एडको भोल्युम बढ्दैछ भनेर भोल्युममा भने पनि हुन्छ। एउटा भोल्युम पुँजीगत खर्चभन्दा बढी भइरहेको छ। बिस्तारै एडको हामीले त्यो जुन ऋण लिइरहेका छौँ, त्यो ऋणको चाहिँ हाम्रो भोल्युम बढ्दैछ, हामी ट्र्यापमा पर्दैछौँ, यसको चाहिँ युटिलाइजेसन कमजोर हुँदैछ, होइन? अनि अझै हेर्ने भनेको यो भ्यापोराइजेसन भइरहेको छ। यस्ता शब्दहरू लेखे पनि हुन्छ। यो चाहिँ फेरि पुनः ऋण त्यतिकै फर्केर हुँदै गइरहेको छ, होइन? एड फङ्गिबिलिटी भइरहेको छ भन्न सक्नुहुन्छ। प्रयोग नगर्न सकेर त्यत्तिकै रहिरहने, त्यो पनि भइरहेको छ, होइन? यो फङ्गिबिलिटीको अवस्था छ भन्न सक्नुहुन्छ है। त्यस्तै हेर्ने भने हाम्रोमा चाहिँ लिएपछि चाहिँ हामीले यसको सिबी एनालाइसिस भन्छ क्या, होइन? सिबी एनालाइसिस, फर्स्ट बेनिफिट एनालाइसिस गर्न नसकेको अवस्था छ भनेर यसरी लेखे पनि हुन्छ। सबै मैले भनेकै जस्तो लेखेर त्यो माथिकै लेख्नुपर्छ भन्ने छैन। हाम्रो चाहिँ मिनिस्ट्री अफ फाइनेन्सको, होइन, अथवा पब्लिक डेट म्यानेजमेन्ट अफिसको संस्थागत समस्या रहेको छ। हामीले यो डेप्ट लिँदाखेरि डेप्ट एनालाइसिसलाई चाहिँ ध्यान नदिएको अवस्था छ। त्यसको युटिलाइजेसनमा ध्यान दिएको छैनौँ। त्यसको चाहिँ प्लान हाम्रोमा छैन, कसरी पैसा तिर्ने भनेर यसरी लेखे पनि हुन्छ। है साथीहरूले यसरी लेख्नुभयो कि कसरी लेख्नुभयो त्यसलाई पनि ध्यान दिए हुन्छ। अब यो मैले भनेको केही यसलाई यसरी लेखे पनि इट्स ओके है, इट्स ओके, होइन? तपाईँको नमिलेको भन्ने होइन, यो सोसियल साइन्स हो, यसरी लेख्दा पनि हुन्छ। अब अहिले हामीले सावा किस्ता ब्याज तिर्न सकेनौँ भने भविष्यमा यसले के गर्छ त हामीलाई अप्ठ्यारो पार्छ। अप्ठ्यारो पारेपछि हामी डेप्ट ट्र्यापमा ढिलो चाँडो जान सक्छौँ भनेर तपाईँले भन्न सक्नुहुन्छ है। हो, सदुपयोग भएन भने त्यस्तो हुन्छ। यसको चाहिँ क्यापिटल फर्मेसन भएन भने के यो पैसा लिएर क्यापिटल फर्मेसन गर्न सकिएन, त्यो पनि हुनसक्छ। हाम्रो चाहिँ स्ट्राटेजीहरू भएन भन्न सक्नुहुन्छ। अब के तयारी गर्ने त भन्ने प्रश्न दोस्रो पाटो थियो। सङ्घले के गर्ने, प्रदेशले के गर्ने, स्थानीयले के गर्ने भन्ने छ। चाहिँ सङ्घले के गर्ने भन्दा हाम्रो अनुदानको हाम्रा अनुदानको हकमा, होइन, हाम्रो प्राविधिक सहायताको हकमा चाहिँ यो सङ्घले, हाम्रो अर्थ मन्त्रालयले सम्झौता गरेर यसको कार्यान्वयन गर्नका लागि स्थानीयमा पठाइदिने, होइन? अनि स्थानीयले कसरी कार्यान्वयन गर्ने भनेर कार्य सञ्चालन निर्देशिका बनाइदिने, यो काम गरे हुन्छ क्या अर्थ मन्त्रालयले। सबैले आफै गर्नुपर्छ भन्ने छैन। एउटा तल पठाइदिने, त्यसको कार्य सञ्चालन निर्देशिका बनाइदिने, त्यो काम गर्न सकिन्छ। त्यस्तै अर्को भनेको अर्थ मन्त्रालयले सहजीकरण गर्ने काम गर्न सक्छ। त्यो डोनर एजेन्सी र सम्बन्धित सरकारसँग चाहिँ सहजीकरण गर्ने। अर्को चाहिँ त्यसलाई चाहिँ फेरि पैसा त तिर्नु पर्यो, होइन, फिर्ता त दिनु पर्यो। त्यसको लागि आन्तरिक स्रोतको व्यवस्थापन गरिदिने, कहाँबाट त्यसको आन्तरिक स्रोतको व्यवस्थापन गर्ने, त्यो कुरा गर्ने। अर्को एउटा कन्सेप्ट के छ त भन्दा आयोजना ब्याङ्क तयार गरिदिने के, कुन कुन पैसा त्यहाँबाट ल्याएर कुन कुन योजना चलाउने भन्ने कुरामा जान सके राम्रो हुन्छ। अब प्रदेशले के गर्ने, प्रदेशले पनि एउटा आफ्नो प्रदेशभित्र रहेर स्थानीय तहसँग बसेर कुन कुन काम गर्ने भनेर एकीकृत आयोजना ब्याङ्क बनाउने, अनि आफ्नो प्रस्ताव अर्थ मन्त्रालयमा पठाउने, होइन? त्यस्तै हेर्ने भने एकभन्दा बढी प्रदेशमा, एकभन्दा बढी स्थानीय तहमा त्यो कार्यक्रम भएको छ भने त्यसको अनुगमन र मूल्याङ्कन प्रदेशले गरिदिने, यो काम प्रदेशले गरिदिने। र स्थानीय तहले के गर्ने त, स्थानीय तहले आफ्नो प्राथमिकताको आधारमा कुन पैसाले कस्तो योजना चलाउने भनेर आयोजना पहिचान गर्ने, उसको कामै त्यही हो। त्यो पहिचान गरेर पठाइदिने, त्यति काम गर्नुपर्छ। त्यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ त्यो अनुसारको ऋण परिचालन गरेर त्यसको आय व्ययका आधारमा
हैन आन्तरिक ऋणको सीमालाई व्यवस्थापन गर्न जरुरी छ भनेर लेख्दा हुन्छ। यसरी स्थानीयले के गर्ने, प्रदेशले के गर्ने र सङ्घले के गर्ने भनेर लेख्न सक्नुहुन्छ। सकिन्छ नि साथीहरू यतिको लेख्न? तपाईहरुको कमेन्ट अलिक कम भयो। सकिन्छ त्यतिको लेख्न? यो काम गर्न सकिन्छ। सकिन्न भने सकिन्न भन्नु होला हैन। सकिन्न भन्नेका लागि मैले दोस्रो एन्सर पनि राखेको छु। सक्नुहुन्न भन्ने धेरै आयो। त्यसकारण अब सार्वजनिक ऋणलाई व्यवस्थापन गर्न तिनै तहले प्रभावकारी बनाउन भन्ने हैन बनाउन अब आएन भने के गर्नु होला, तिनै तहले हैन गर्नुपर्ने कार्यहरू भन्ने गर्नुपर्ने उपायहरू अथवा कार्यहरू। अब आएन भने यसरी गर्ने हैन। तपाईलाई आएन भने चाहिँ के गर्दिनु होला, तिनै तहले के गर्न सकिन्छ भने एकै ठाउँमा राख्दिने। जस्तै सार्वजनिक ऋण कार्यालयको संस्थागत विकास गर्ने, अहिलेसम्म हामीले दिएको ऋणको अनुगमन गर्ने, जोखिम मूल्याङ्कन गर्ने हैन, ऋण लिएपछि जुन योजनामा लिएको त्यसैबाट ऋण तिर्ने, यसको कस्ट बेनिफिट एनालाइसिस गर्ने एउटा प्रणाली बनाउने, अघि मैले भनेको दीर्घकालीन महत्त्वका विषयमा लिने, जीडीपीको 5% भन्दा बढी नलिने हैन, आन्तरिक ऋण पनि धेरै नलिने हैन, कुल योजनाको 12% भन्दा बढी नलिने हैन, यो काम गर्ने भनेर भन्न सक्नुहुन्छ। यसरी लेख्न त सक्नुहुन्छ। अघिको नसके यसरी सकिन्छ सिधै। यो चाहिँ सक्नुहुन्छ नि। अब यो त सकिन्छ नि, अघिको सकिएन। सङ्घले के गर्ने, प्रदेशले के गर्ने, यो त सकिन्छ नि। सिधै तिनटैले के गर्ने, आएन भने यसरी लेख्ने, सिधै एकैपटक लेख्ने। सार्वजनिक ऋण व्यवस्थापन गर्न के गर्ने भनेर यसरी लेख्ने। दुईटै कुनै भने यो सोशल साइन्स हो, ठ्याक्कै यही एन्सर हो भन्ने भने आफूलाई कसरी सजिलो हुन्छ त्यहाँ जाने। यो त सक्नुहुन्छ नि। कोही साथीहरुको कमेन्ट आएन। तिनै तहले गर्ने। अब उसले पनि प्रदेश र स्थानीयले पनि 12% भन्दा आफ्नो आन्तरिक आम्दानी भन्दा बढी नलिने हैन, हामीले लिएकोलाई पुँजी निर्माण गर्ने, दीर्घकालीन योजनाहरूमा खर्च गर्ने, ऋण जुन योजनामा लिइन्छ त्यसैबाट तिर्ने, तिनैवटाको समन्वय गराउने भनेर भन्न सक्नुहुन्छ। इन्टरनल मैले लेखिसके त 12% भन्दा बढी नलिने आफ्नो राजस्व भन्दा यहाँ छ है। हो क्राउड आउट इफेक्ट हुन नदिने भन्ने। ल कृष्णजी यसरी लेख्न सक्नुहुन्छ। यसरी सारमा हेर्यो भने हामीले नेपालको ऋण लियो भने अन्तर्राष्ट्रिय मुद्रा बजारमा भाउ बढ्यो, डलरको भाउ बढ्यो भने पनि यसको के हुन्छ, चिन्ताको विषय हुन्छ। त्यसकारण हामीले कति लिने भन्दाखेरि कति तिर्न सक्छौँ, कति क्यापिटल फर्मेसन हुन्छ भनेर लेख्ने। अब अर्कोमा जाउँ। अर्को प्रश्न छ, तिनै तहको आर्थिक कार्यप्रणालीका व्यवस्थाहरू प्रस्तुत गर्नुहोस् भनेर राखिएको छ। अहिले नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार राखिएको छ। तिनैवटामा आर्थिक कार्यप्रणालीहरू प्रयोग भइरहेका छन् भनेर फर्स्टमा राख्ने है। अब ओके, अब यसमा चाहिँ आर्थिक कार्यप्रणाली भाग 10, भाग 16, भाग 19 बाट नभन्ने, सिधै के भन्ने है, नेपालको संविधानले त्यति मात्रै भन्नुभयो भने तपाईको अलिकति एन्सर चाहिँ छोटो हुन्छ। त्यसकारण हामीले नेपालको संविधानमा हाम्रो चाहिँ तिनै तहले आफ्नो प्रदेश सभा हैन, सङ्घले आफ्नो आर्थिक अधिकार क्षेत्र विषयको विषयमा यसले कर लगाउने र राजस्व सङ्कलन गर्ने व्यवस्था छ भनेर यो भन्ने एउटा। त्यस्तै अनुसूची 5, 6, 7 यो तिनटैले पनि यसलाई के दिएको छ त, एकल अधिकार, र अनुसूची 9 ले पनि साझा अधिकार दिएको छ भनेर यो कुरालाई जोड्ने। अर्को यिनीहरूले तिनैवटाले के गर्छन् त, आफ्नो नीति बनाउने, आफ्नो वार्षिक बजेट बनाउने, आर्थिक सम्बन्धी कानुन बनाउने अधिकार राखिएको छ भन्ने। त्यस्तै संविधानको धारा 228 ले हैन यो कानुन बमोजिम ऋण लिन नपाउने, कानुन बनाउन नपाउने भन्ने व्यवस्था छ भने धारा 229 मा सञ्चित कोषको व्यवस्था छ भने,
धारा 59 अनुसार सङ्घले मात्रै ऋण लिन पाउने व्यवस्था छ र भाग 10 है, भाग 10, भाग 16, भाग 19 मा तिनै तहको के छ त सञ्चित कोषको व्यवस्था छ, पेस्की खर्चको व्यवस्था छ, बजेट को निर्माण गर्ने व्यवस्था छ, त्यसलाई पेश गर्ने, त्यसलाई स्वीकृत गर्ने व्यवस्था छ, त्यस्तै उधारो खर्चको व्यवस्था छ, सञ्चित कोषमाथिको व्यवहारहरू तोकिएको छ, यो आर्थिक ऐन, विनियोजन ऐन हैन, यो चाहिँ राखिएको व्यवस्था छ। साथीहरूको धेरैको एन्सर यही एउटा टपिक, यो एउटा पोइन्ट मात्रै भयो जस्तो मलाई लाग्छ हैन। यो मात्रै होइन, यो चाहिँ आर्थिक कार्यप्रणाली भनेपछि होल सिस्टम भन्नु पर्यो। यो चाहिँ के हो त संविधानमा भएका व्यवस्थाहरू, मैले नेपालको संविधानमा व्यवस्थाहरू भने। त्यस्तै संस्थागत तवरले हेर्नुभयो भने, संस्थागत रूपमा हेर्नुभयो भने अन्तर सरकारी वित्त परिषद छ, यो अर्थमन्त्रीको यसले विवादहरू हैन, वित्त सम्बन्धी विवाद यहाँ गर्छ। त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग छ, यसले आन्तरिक ऋणको व्यवस्थापन गर्छ। अर्थ मन्त्रालयले तिनै तहको यो फाइनेन्स सम्बन्धी काम गर्छ भन्ने। त्यस्तै कानुनहरूमा पनि हैन, सङ्घ प्रदेश स्थानीय तहको अन्तर सम्बन्धी ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐनहरू रहेको छ भन्ने। यो पनि आर्थिक कार्यप्रणालीको हो। त्यस्तै ऋणको कुरा गरिसके। अर्को धारा 64 अनुसार चाहिँ हाम्रा खर्चको आवश्यकता र राजस्व समाज अनुसार विभिन्न अनुदान दिने व्यवस्था राखिएको छ। अर्को सङ्घीयता नै हामीले लिएको आन्तरिक स्रोत, वित्तीय हस्तान्तरण, यसका लागि चाहिँ तहगत सरकारले गर्ने कामहरू राखिएको छ। त्यस्तै हाम्रो अनुगमन र मूल्याङ्कनका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको तुलनामा राष्ट्रिय स्रोत अनुमान समिति, सिआइए, विशेष अदालत, यस्ता विभिन्न व्यवस्थाहरू गरेको पाइन्छ। अब अर्को प्रश्नमा जाउँ। त्यही भएर साथीले भाग 10, भाग 16 र भाग 19 मात्रै होइन, योभन्दा बाहिर गएर पनि उत्तर लेख्न जरुरी छ। त्यही भएर साथीहरूले यो चाहिँ मात्रै भाग 10, भाग 16, भाग 19 होइन, समग्र आर्थिक कार्यप्रणालीका लागि के व्यवस्था छ भन्ने प्रश्न हो, त्यसमा ध्यान दिनुहोला। अब मध्यमकालीन खर्च संरचना एमटिएफको परिचय र आवश्यकता भन्दै भनेको छ। अब एमटिएफ भनेको के हो त, यसले बजेट आवधिक योजनालाई जोड्छ क्या, खास गरेर हैन, बजेटलाई आर्थिक हाम्रो आवधिक योजनासँग जोड्ने एउटा खर्च संरचनालाई यो चाहिँ कस्तो हुन्छ अरे 3 वर्षको खर्च संरचनालाई हामीले मध्यमकालीन खर्च संरचना भन्छौँ। यो चाहिँ एउटा नयाँ अवधारणा हो। यसबाट के गरिन्छ भन्दा यसले वित्तीय अनुशासन हैन, स्रोत परिचालन हैन, यसको चाहिँ कार्यकुशलताका लागि युज गरिन्छ। यसलाई हेर्नुभयो भने यसरी, जस्तै यो हाम्रो 16 योजनाको पोलिसी भयो, यसलाई चाहिँ प्लान गरिन्छ हैन, विभिन्न हाम्रा क्षेत्रगत जस्तै कृषि नीति बनाइयो, यो बिचमा एमटिएफ बनाइन्छ र एमटिएफ पछि चाहिँ हामीले के गर्छौँ त वार्षिक बजेट बनाउँछौँ। यसरी एउटै एरियामा बनाए पनि पोलिसी, प्लान, एमटिएफ र वार्षिक बजेट बनाइदिनु हो भने पनि हुन्छ। यसलाई ठाडो तरिकाले राखे पनि नो प्रब्लम, त्यसरी राख्न पनि सक्नुहुन्छ है एमटिएफ। अब यसको काम के हो त, यसको खर्चमा पारदर्शिता ल्याउने हैन, हाम्रो चाहिँ हाम्रो सार्वजनिकलाई जिम्मेवार र जवाफदेही बनाउने हैन, वित्तीय अनुशासन कायम गराउने है, त्योका लागि हो। त्यस्तै हाम्रो निर्दिष्ट लक्ष्य प्राप्तिका लागि यो काम जरुरी छ। यसले चाहिँ दुईटैलाई जोड्ने काम गर्छ। हाम्रा स्रोत साधनहरूको एउटा मध्यमकालीन के अरे गन्तव्यका लागि यो जरुरी छ भन्न सक्नुहुन्छ है। त्यस्तै हेर्नुभयो भने यसका कमी कमजोरीहरूलाई हटाउने हैन, प्रोत्साहित गर्ने, पानी लियो भनेको यसरी चाहिँ मध्यमकालीनले अबको 2 वर्षमा हामीले के काम गर्छौँ भन्ने कुरा पनि योजनामा जोडिन्छ।
र यसले चाहिँ हाम्रा उपलब्ध स्रोत साधनहरू गर्ने त्यसलाई प्राथमिकता तरिकाले बाँडफाँड गर्नका लागि यो जरुरी छ र यसले बजेट तर्जुमालाई यथार्थपरक वस्तुनिष्ठ बनाउन पनि मद्दत गर्छ। यी चाहिँ यसका के हुन् केही फाइदा हो है। र यसको प्रश्न छ अब यो तिनै तहमा किन कार्यान्वयन भएन त यसको दोषी को हो भन्ने प्रश्न छ। यसको दोषी भनेको पहिले कानुन हो। यो दोषी त्यो दोषी नभन्नुहोला, कानुन दोषी हो। हामीले राष्ट्रिय रूपमा बाध्यकारी कानुन बनाउन सकेनौँ, त्यही दोषी हो। दोस्रो दोषी भनेको सङ्घ सरकार हो, जसले चाहिँ यसलाई बाध्यकारी बनाउन सकेन, सशर्त समानीकरण अनुदानसँग जोड्न सकेन, प्रदेश र स्थानीय तहको क्षमता विकास गर्न सकेन, यसको सम्बन्धी राष्ट्रिय नीति बनाउन सकेन होइन। त्यसकारण सङ्घ सरकार दोषी हो। प्रदेश पनि दोषी हो, किनभने प्रदेशले पनि आफ्नो प्रादेशिक नीति बनाउन सकेन, कार्यविधि बनाउन सकेन, स्थानीय तहको क्षमता विकास गर्न सकेन, त्यसले पनि अनुदानसँग जोड्न सकेन। स्थानीय तह पनि दोषी हो, किनभने ऊ प्राथमिकरणमा राख्न सकेन। हाम्रा राजनीतिक दलहरू पनि दोषी हुन्, किन एमटिए पनि 3 वर्षमा 4 वटा के भयो त हाम्रा राजनीतिक दलहरू परिवर्तन भइदिए, मुख्यमन्त्री परिवर्तन भइदियो। र अर्को हामी कर्मचारी पनि दोषी हौँ, किनभने हामीले बुझ्नै सकेनौँ होइन। यसरी चाहिँ कसैलाई पनि यो दोषी भन्नुभन्दा सबै दोषी भन्नु होला। यसको एन्सर के लेख्नुभयो साथीहरू यसमा? ल अब अर्को प्रश्नमा जाउँ। सार्वजनिक खरिदका सैद्धान्तिक मान्यताहरू के हुन् प्रस्तुत गर्नुहोस् र खरिदमा देखिएका समस्याहरू उजागर गर्नुहोस्। अब हामीले चाहिँ सार्वजनिक खरिद अनुसार माल सामान होइन हामीले खरिद गर्छौँ होइन। त्यसपछि परामर्श सेवा, अन्य सेवाहरू, निर्माण कार्यहरू खरिद गर्छौँ। त्यसमा हेर्नु भने जिडिपीको 20% र कुल बजेटको 60 तथा 70% चाहिँ खरिद चाहिँ सार्वजनिक खरिद ऐनबाट हुन्छ। त्यसका लागि हामीले केही सिद्धान्तहरू राखेका छौँ। एउटा चाहिँ पहिलो खरिद विधिको पालना गर्ने, खरिदलाई चाहिँ यही के गर्ने छोड्नै भएन। अर्को सबैलाई चाहिँ भेदभाव नगरिकन खरिद कार्यमा संलग्न हुने अवसर दिने, त्यो समान अवसर दिने। अर्को प्रतिस्पर्धा भनेको खरिदमा सहभागी हुन चाहने सबैलाई खरिद प्रक्रियामा सहभागी गराउने। त्यसपछि मितव्ययी भनेको सबैभन्दा कम मूल्य भएको बजार मूल्यबाट किन्ने। अर्को इमान्दारिता, व्यक्तिगत लोभ लालचबाट अलिकति स्वार्थबाट टाढा रहे सबैले होइन त्यो काम गर्ने। अनि भ्यालु फर मनी भनेको छ हामीले थोरै पैसाबाट सबैले के गर्ने पारदर्शी र जवाबदेही तरिकाले किन्ने र सार्वजनिक खरिदका कुराहरूलाई पारदर्शी जवाबदेही बनाउने होइन र असल आचरणहरू प्रदर्शन गर्ने। र लास्टको एउटा सिद्धान्त भनेको लोकल वस्तुलाई के गर्ने प्राथमिकता दिने। त्यो कुराहरू यसको प्राथमिकता रहेको छ र आवश्यकता नभइकन खरिद नगर्ने भन्ने यसको सिद्धान्तहरू रहेको छ। यी चाहिँ केही सिद्धान्तहरू हुन्। अब आउँ केही समस्याहरू के छन् त। सार्वजनिक खरिद कानुन हाम्रो सङ्घीय प्रणालीमा सामञ्जस्यता भएन। सङ्घीयता हामीले 72 मा लियौँ, सार्वजनिक खरिद ऐन 63 छ। त्यसकारण सङ्घीयता अनुसार भएन। हामीले क्षेत्रगत कानुनहरू बनाउन सकेका छैनौँ। जस्तै हाम्रो सार्वजनिक हाम्रो के अरे संस्थानहरूको प्लेनको खरिद गर्न र सिओको खरिद गर्न एउटै खालको छ। हामीले अलिकति विशिष्टीकृत गर्न सकेनौँ। जस्तै पब्लिक प्राइभेट पार्टनरसिपका लागि हामीले के गर्न सकेनौँ त्यो अनुसार चाहिँ कानुन बनाउन सकेनौँ। यो चाहिँ प्रब्लम हो। अहिले पनि ठ्याक्क बिचको कहाँ प्रब्लम छ त्यो निकाल्ने, त्यहाँबाट लुट्ने भन्ने खालको छ। जस्तै परामर्श सेवा भन्यो अनि आफ्नो कार्यालयमा भएकै कुराहरू बाहिरबाट परामर्श लिने खालको समस्या छ। अर्को एउटा लोएस्ट बिडर, सबभन्दा कम पैसा जसले युज गर्छ त्यसैलाई दिने। त्यसले गर्दाखेरि के हो उसको क्षमता हुँदैन तर उसले के गर्छ त त्यो पाउँछ, त्यस्तो अवस्था छ। अर्को स्लाइसिङ र प्याकेजिङ छ। एउटा प्याकेजिङमा
कुनै ओभर प्याकेजिङ गर्ने होइन, मिल्दै नमिल्ने सब कुराहरूलाई प्याकेज एक ठाउँमा गर्ने, अर्को चाहिँ भएको प्याकेजलाई चाहिँ टुक्रा टुक्रा गर्ने, स्लाइसिङ गर्ने, यस्तो अवस्था छ। अनि अर्को चाहिँ सार्वजनिक कानुनहरूको यदि कसैले त्यसको चाहिँ प्रक्रिया मिच्यो, खरिद ऐन अनुसार लिएन भने त्यसलाई हामीले फौजदारी कानुन अनुसार चाहिँ अदालतमा कारबाही गर्न सकेको अवस्था छैन। अर्को यो सार्वजनिक खरिद कानुन नै 12 पटकभन्दा बढी संशोधन भइसक्यो, यो नै समस्या छ। अर्को हाम्रो वैदेशिक सहायताको विषयमा हामीले के गरेका छैनौँ, एउटा प्रोक्युरमेन्ट गाइडलाइन बनाउन सकेका छैनौँ। हाम्रो सार्वजनिक खरिद प्रक्रिया एकदमै लामो छ, झन्झटिलो छ होइन। यसमा चाहिँ विभिन्न कहाँ मान्छेले ढिलासुस्ती गर्ने भन्ने छैन। अनि यसका क्षतिपूर्तिहरू होइन, पुरस्कारको प्रावधानहरूमा ब्ल्याङ्केट एप्रोच छ होइन, कसैलाई कारबाही गरे पनि हुन्छ, नगरे पनि हुन्छ। यो विशेष परिस्थिति भनौँ, G2G खरिद गरौँ, त्यसबाट चाहिँ प्लेन खरिद गरिदिने, प्रिन्टिङ प्रेस खरिद गरिदिने, यस्तो अवस्था छ। यी केही समस्याहरू रहेको छ। अब अर्को प्रश्नमा जाउँ। यो महालेखा परीक्षकले अहिले स्थानीय तहको बेरोजगार 2.72% भन्यो, सबभन्दा बढी। अख्तियारले पनि सबैभन्दा बढी उजुरी भनेको स्थानीय निकायको भयो। यसको कारण के होला त भन्ने, यी समस्याहरूको कारणहरू पहिल्यै भने चाहिँ कारण पत्ता लगाउनुहोस् एउटा प्रश्न, र यसको मौलिक र कार्यान्वयन योग्य सुझाव दिनुहोस्। किन बढेको होला अख्तियारको होइन, किन बेरोजगार बढिआएको होला। र साथीहरूले भन्दै जाउँ त, ब्ल्याङ्केट एप्रोच भनेको सबैलाई लगेर एउटै ब्ल्याङ्केटमा हालिदिने होइन। जस्तै हामीले के गर्छौँ, कुनै काम नगर्दाखेरि सबैले म्याथ थप गरिदिन्छौँ होइन। यो खालको के भयो, सबैलाई एउटै तरिकाले, जस्तै हिमालमा होइन, हिमालमा कसैले काम गर्न सकेन, के का कारण गर्न सकेन भन्दाखेरि अत्याधिक चिसोको कारण। तर त्यो अत्याधिक चिसोको कारण पो गर्न सकेन, तर तराईमा त त्यो समस्या छैन। तराईमा चाहिँ त्यो कुरा जोड्नु भएन नि। त्यसकारण सबैलाई एउटै ब्ल्याङ्केट एप्रोचमा चाहिँ हामी गरिरहेका छौँ हो त। अब एउटा साथीले भन्नुभयो, एउटा चाहिँ के समस्या भयो भने स्थानीय तहमा के समस्या छ, किन यो अख्तियारको उजुरी बढ्या होला। तपाईँहरू धेरैजना स्थानीय तहमै कार्यरत हुनुहुन्छ, ल भन्नुहोस् त के होला समस्या। एउटा फाइनेन्सियल डिसिप्लिन छैन रे, ल्याक अफ अवेरनेस छ भन्नुभएको छ। राजनीतिक स्वार्थ छ, मिलेमतो छ। ल अब यो चाहिँ यो समस्याको मैले अलिकति फरक तरिकाले होइन, अहिले यो माथिको अवस्थाले अख्तियार दुरुपयोगमा पनि सबभन्दा बढी हुँदाखेरि सङ्घीय मामिलामा छ। यसले वित्तीय अवस्था चाहिँ कमजोर छ। यो किन भएको मैले अलिक फरक तरिकाले लेखेको छु। यसमा चाहिँ हाम्रो पहिले समस्याको पहिचान गरौँ। समस्याको पहिचान के भयो भन्दा, तपाईँले भने जस्तै स्थानीय तहमा सुशासन कमजोर भयो, दण्डहीनता बढी भयो, दीर्घकालीन सोच भएन, परिपक्व जनप्रतिनिधि भएनन्, हाम्रो काम नगर्ने संस्कृति भयो, अनि कर्मचारीको पनि अभाव भयो, कर्मचारी टिकेनन्। त्यसपछि कर्मचारीमा दक्षता क्षमताहरू कमजोर भयो होइन। त्यस्तै हाम्रा कानुनहरू बनेका कानुन कार्यान्वयन भएनन् भनेर यो चाहिँ समस्याको मैले के गरेँ त पहिचान गरेँ है। यो चाहिँ समस्याको पहिचान भयो अलिक फरक तरिकाले। अब यो समस्या त यो हो, तर समस्या किन आयो प्रश्नमा जानुभयो भने तपाईँले यो माथिको लेख्नुभयो होला, तर यो समस्या किन आयो भन्ने प्रश्न छ कि प्रश्न बुझ्नु भएन जस्तो छ। यो किन आयो भन्दा हेर्नुभयो भने यसको सामाजिक कारण छ। सामाजिक कारण के छ भन्दा, हामी सबैलाई चाहिँ टन्न पैसा कमाउनु छ, हामी सबैलाई चाँडै धनी हुनु छ होइन। समाजमा सम्पत्ति र आम्दानीलाई नै के गरियो, प्रतिष्ठाको रूपमा देखियो। त्यसकारण यो समस्या आयो भन्न सक्नुहुन्छ। अनि स्थानीय निकायमा अझ के भयो, यो इलाइट क्याप्चर भयो, सामाजिक कारण त्यो भयो। अर्कोमा जाम नीतिगत कारण है।
नीतिगत कारण के भयो भन्दा हाम्रा स्थानीय निकायले आफ्नो आवधिक योजना बनाउन सकेनन् होइन। स्थानीय तहले आफ्नो आवधिक योजनै बनाउन सकेनन्, एमटिएफै बनाउन सकेनन्, कतिले त बजेटै ल्याउन सकेन, सभाबाट पासै गराउन सकेन भने चाहिँ यही कुरा के भयो, अर्को कारण भयो, नीतिगत कारण यो भयो। तेस्रो आर्थिक कारण के भयो त भनेको आर्थिक तरिकाले हाम्रो वित्तीय कार्यविधि, वित्तीय उत्तरदायित्व सम्बन्धी कानुनहरू बन्न सकेनन्। सङ्घ र प्रदेशबाट आउने राजस्वहरू प्राप्त हुन सकेन। खरिद व्यवस्थापन एकदम कमजोर भयो। असाढ महिनामा टन्न खर्च गर्ने भए। अनि स्थानीय तहका कार्यक्रमहरू के भयो त वितरणमुखी भए, चालु प्रकृतिका बढी भए। जस्तै धेरै करारमा कर्मचारी राख्ने। अनि केही व्यवहारजन्य कारणहरू पनि भए। ससाना योजनाहरू पनि सङ्घले गरिदिने, प्रदेशले गरिदिने भयो। अनि कतिको त हाले पनि भएन। 259 वटा तहले त आन्तरिक लेखा परीक्षा नै गराएका छन्। स्वकीय सचिव राखे, सल्लाहकार राखे, पारिश्रमिक टन्न दिए, आन्तरिक नियन्त्रण प्रणाली भएन। यसका कारण के भयो त यी व्यवहारले, यी आर्थिक कारणले, यी प्रशासनिक कारणले, यी नीतिगत कारणले, यी सामाजिक कारणले के भयो त स्थानीय तहमा समस्या देखियो। अब यसरी क्लस्टर गरिसकेपछि यसका लागि सुधार गर्नका लागि कानुनहरू बनाउने, एकीकृत निजामती सेवा ऐन बनाउने, समायोजन ऐन 2075 भएका कमी कमजोरी सच्याउने, न्यायिक समितिको विस्तार गर्ने, आन्तरिक स्रोत बढाउने, जनसहभागिता बढाउने, होइन, जनप्रतिनिधिहरूको पनि ज्ञानशील क्षमता बढाउने, होइन, सेवा प्रवाहलाई राम्रो बनाउने, अनि अघि भने जस्तै नागरिक सेवा बडापत्रहरू योहरू काम गर्ने, होइन, अनि सार्वजनिक सुनवाईहरू बढाउने। यसरी के गर्न सकिन्छ त अब हामीले यदि स्थानीयमा, होइन, हामी भर्खर संहिता कार्यान्वयन गरेका छौँ, यस्तो बेलामा यस्तो यो त शासन व्यवस्था नै युगान्तकारी परिवर्तन हो। यस्तो बेलामा वित्तीय अनुशासनका कुराहरू देखिनु सामान्य हो। तर यसमा चाहिँ के गर्नुपर्छ, तिनै तह चाहिँ सुशासनको केन्द्र हुन जरुरी छ भनेर तपाईँले यसको चाहिँ एन्सर लेख्न सक्नुहुन्छ। प्रश्न हेर्दा सजिलो थियो, यसको उत्तर निकै गाह्रो थियो। के का कारण भएन भन्ने थियो के, अनि त्यो एन्सर चाहिँ लेख्न सक्नु पर्थ्यो। अब क्वेसन नम्बर 9 मा जाउँ। अब क्वेसन नम्बर 9 मा होइन राजनीतिक कारण भने पनि हुन्छ। अहिले हाम्रो अन्तर सरकारी विवादहरू छन् भनेको अब संहितालाई विभिन्न तरिकाले बाँडफाँड गरेर गर्दाखेरि त्यो नै संहिता हो। हामीले एउटा एउटा सङ्घ, 7 वटा प्रदेश, 77 वटा जिल्ला लगायतका यस्ता गऱ्यौँ। तर गरे पनि हाम्रोमा राजनीतिक स्वामित्वको कमी, प्रदेशको अप्रभावकारिता, केन्द्रीकृत मानसिकता, अधिकारको दोहोरोपन, होइन, संहिताहरू कार्यान्वयन नभएको सन्दर्भमा हाम्रोमा केही समस्याहरू देखिएको छ। र यो देखिएका समस्याका संयन्त्रहरू के छन् त, यसलाई समाधान गर्ने भन्ने प्रश्न थियो। अन्तर सरकारी विवादका संयन्त्रहरू। साथीले यो क्वेसन त मजाले लेख्नुभयो होला जस्तो लाग्छ मलाई। एउटा चाहिँ संवैधानिक इजलास है, संवैधानिक इजलास छ जसमा चाहिँ प्रधान न्यायाधीश सहित 5 जना न्यायाधीश हुन्छन्। यसले संविधानसँग बाजिएको कानुनको विषयमा, अधिकार क्षेत्र विषयमा, निर्वाचन सम्बन्धी अनि यो हाम्रा माननीयहरूको अयोग्यताको सम्बन्धीमा यसले हेर्ने काम गर्दछ। यसको भूमिका यो हो भन्ने। अर्को छ अन्तर प्रदेश परिषद। यसमा चाहिँ सहकारिता समन्वय अस्तित्वका लागि प्रधानमन्त्रीको अध्यक्षतामा छ यो, होइन, यसलाई चाहिँ जोड्न सक्नुहुन्छ। त्यस्तै मुख्यमन्त्रीको अध्यक्षतामा पनि छ, त्यो भनेको प्रदेश समन्वय परिषद छ, यो प्रदेशभित्र रहेका समस्याहरू समाधान गर्न। अर्को अन्तर सरकारी वित्त परिषद छ, यो भनेको हाम्रो अर्थमन्त्री लगायत 7 वटा प्रदेशका अर्थमन्त्रीको संयोजकतामा छ। त्यस्तै प्रदेशभित्र, अब धेरै लेख्नुभन्दा प्रदेशभित्र के छन् भने एकै ठाउँमा लेखिदिए हुन्छ, होइन। एउटा प्रदेश सभाले नै आफ्नो के गर्न सक्छ त, यी सबै विवादहरू समाधान गर्न सक्छ। त्यस्तै अर्को भनेको जिल्ला समन्वय समिति छ, यो चाहिँ जिल्लाभित्रका समस्याहरू समाधान गर्न। यसका साथै अब प्रशासकीय अदालत छ, यो चाहिँ मान्छे तपाईँले पक्कै कसैले पनि लेख्नु भएन जस्तो लाग्छ। यो चाहिँ सरकारी कर्मचारीको मुद्दा हेर्ने काठमाडौँमै सिंहदरबारमै छ।
यसमा 200 वटा भन्दा बढी मुद्दा छन् जुन चाहिँ प्रदेशमा पनि गठन गर्ने गरिएको छ। अर्को मन्त्री परिषद छ हैन, प्रधानमन्त्रीले पनि प्रदेश सभा विघटन गर्ने सिफारिस गर्न सक्छ, राष्ट्रिय महत्त्वको विषयमा निर्देशन दिन सक्छ। अर्को हाम्रो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि छ, यसले पनि केही प्रशासनिक जटिलताहरूको विषयमा चाहिँ जस्तै वडाको सिमानाका विषयमा छलफल गर्न सक्छ। अर्को प्रश्न, नेपालमा कानुन निर्माणको अवस्थाको समीक्षा गर्दै, अब यो अन्तिम प्रश्न छ। साथीहरूलाई अहिलेसम्मको एन्सर कस्तो लाग्यो त्यो पनि भन्नुहोला है। र यसरी नै लेख्दा योभन्दा राम्ररी तपाईँले लेख्न सक्नुहुन्छ, मलाई थाहा छ। ल अब नेपालमा कानुन निर्माणको अवस्थाको समीक्षा भनेर राखिएको छ। समाजलाई अनुशासित होइन मर्यादित व्यवस्थित बनाउनका लागि राज्यको प्रमुख उद्देश्य हो। त्यो प्रमुख उद्देश्यका लागि चाहिँ हाम्रा व्यवहारहरू नियन्त्रण गर्न कानुन बनाइन्छ। अब एकातिर नेपालमा कानुन निर्माण गर्दा विज्ञसँग परामर्श गर्दैनौँ, अर्कोतिर निहित स्वार्थहरूलाई ल्याएर कानुन बनाउने प्रवृत्ति हाम्रोमा बढी छ भनेर यसो विषय राख्दाखेरि राम्रै हुन्छ है। यो प्रश्नहरू मैले अलिकति फरक तरिकाको मात्रै तपाईँले चाहिँ सिलेबस बेस्ड भन्दा पनि सिलेबसभन्दा बाहिर अथवा सिलेबससँगै रहेर नयाँ कुराहरू के छन्, अब कानुन निर्माणको प्रक्रिया के हो भनेर किन बस्ने त। अब कानुन निर्माण प्रक्रियाको समीक्षा गर्नु पर्यो। कानुन निर्माणभित्र पनि स्वार्थ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट के हो भनेर अलिक भित्र छिरेको छु। योभन्दा अघिल्लो क्लासहरूमा मात्रै कानुन निर्माणको प्रक्रियाहरू लेख्नुहोस् भन्ने प्रश्नमा म थिएँ, हो कि न साथीले। अब समीक्षा गर्नुहोस्। अब नेपालको सङ्घीय व्यवस्थापिका प्रदेशसभा गाउँसभा र नगरसभाले कानुन बनाउँछ। अधीनस्थ विधायनहरू न्यायपालिकाले कार्यपालिकाले स्वायत्त निकायले बनाउँछ भनेर यो प्रश्न एउटा चाहिँ यसरी बनाउँछन् है, सङ्घले प्रदेशले स्थानीय तहले बनाउँछन् भन्ने। अर्को यो गैर सरकारी विधेयकहरूको एउटा होइन व्यवस्था छ, अभ्यास हाम्रो नेपालमा छैन। पहिले चाहिँ थियो, जस्तै मानव अधिकार ऐन होइन गाँजा विधेयक, यिनीहरू चाहिँ के भयो मन्त्रालयले होइन क्या, मन्त्रालयभन्दा बाहिरले त्यो पेस गर्ने। नेपालमा त्यति खासै यो भएको छैन भन्ने। अर्को अब कुनै विधेयकको विषयमा दुईटै सदनमा अलिक अप्ठ्यारो पर्यो भने दुईटै संयुक्त सदन भरेर त्यसको छलफल गर्छन्। तर नेपालमा के छ त, ल त्यसको चाहिँ स्वार्थ यस्तो चाहिँ बैठक बस्नु परेकै छैन होइन, त्यो पनि भन्ने। अर्को संसदको बैठकमा चाहिँ नियमित उपस्थित हुने कानुन बनाउने कुरा चाहिँ रहेको छ। तर हाम्रा विधायकहरू त्यसमा नलागिकन अहिले बजेट कहाँ पार्ने, योजना कहाँ पार्ने भन्ने प्रवृत्ति देखा परेको छ, त्यो भन्न सक्नुहुन्छ है। अर्कोमा जानु भने त्यो चाहिँ विधायकहरू उतैपट्टि बढी यो छ के होइन, विधायकहरू चाहिँ कता बजेट राम्रो पार्न सकिन्छ भन्नेमा बढी फोकस्ड देखिन्छ। यो एकजनाले SOC 228 सुमन, उहाँ चाहिँ अहिलेदेखि सुरुदेखि अहिलेसम्म फिडब्याकमा बस्नु भएको रहेछ। तर उहाँलाई के लागेको रहेछ भन्दा यो फिडब्याक राम्रो छैन अरे। छैन भने छोडिदिनु पर्यो नि, यो त फ्रीको फिडब्याक हो, तपाईँ बसिरहनुपर्छ अरे जरुरी छ। छैन भने छोड्नुहोस्, कहाँ बसिरह, कुनै पनि राम्रो छैन भन्नुभएको छ, जानुहोस् न, भागिहाल्नुहोस्, काम छैन, तपाईँको पनि काम छैन है। यो मुला अर्काको इन्स्टिच्युटबाट आएर पैसा तिरेर होइन अनि यहाँ आउने फ्रीमा जोइन हुने। मैले यो गरेको कुरालाई तपाईँलाई इन्ट्रेस्ट छैन भने छोडिदिने एकजना। अरू सबैको मैले राम्रो पढेको छैन, सबैको गुड छ है, अरू राम्रो कुरा छँदैछ। ओके ल लखेट्नु पर्दैन, दुई चारजना त हुन्छन् नि त, सबैले कहाँ मन पर्छ र। अर्को चाहिँ तिनै तहमा के छ त, कानुन बनाउने अधिकार चाहिँ दिएको छ। यसका साथसाथै
त्यहाँ लग रोलिङ छ। लग रोलिङ भनेको के गर्ने र यहाँ साथीले सोध्नु भएको छ भेन्यू सपिङ। यो लग रोलिङ र भेन्यू सपिङको अवस्था देखिएको छ नेपालमा। कस्तो भन्दा आफूलाई कहाँ फाइदा छ त्यहीँबाट के गर्ने होइन, त्यो भेन्यूबाट सप गर्ने क्या। त्यो भेन्यूबाट गएर सपिङ गर्ने। लग रोलिङ भनेको अल्झाइरहने, काम नगर्ने के। जस्तै हाम्रो निजामती सेवा विधेयक 2075 मा आउन आयो, तर अहिलेसम्म त्यो चाहिँ पासै नगर्ने, चाहिँ लग रोलिङ गरिरहने क्या, चलाइरहने, त्यो समस्या भयो। भेन्यू सपिङ भनेको अब मेरो फेभरेबल सरकार आयो त्यस्तै होइन, अनि त्यसैलाई के गर्ने दिइरहने क्या, त्यो चाहिँ भेन्यू सपिङ। आफूलाई जहाँ फाइदा छ त्यहाँबाट कानुन बनाउने, जुन सरकारबाट फाइदा छ त्यो। अनि नेपालमा कानुन निर्माणको स्पष्ट नीति छैन। कानुन सुधार आयोगलाई हामीले निष्क्रिय बनाइदियौँ होइन। कानुन निर्माताहरूले पनि हेर्नु न, 1 वर्षमा एउटा कानुन बनाए, यस्तो अवस्था छ। यो चाहिँ नकारात्मक छ। तपाईँलाई मैले छोटोमा भने, अब सकारात्मक के छ त, अहिले कानुन चाहिँ तिनै तहमा हामीले पठाएका छौँ। विकेन्द्री छ, यही राम्रो छ। सभा छ, संसदमा छ, यो राम्रो छ। तपाईँले यसरी लेख्नुहुँदाखेरि पनि हुन्छ। राजपत्रमा प्रकाशन हुन्छ, त्यो राम्रो छ। हाम्रो नीति निर्माणहरू, हाम्रा प्रतिष्ठानहरू बनाएका छौँ, यो राम्रो छ। सामूहिक छलफल हुन्छ, त्यो राम्रो छ। दुवै सभामा प्रस्तुत गर्न सकिन्छ, अनि त्यो पनि राम्रो छ। मन्त्रालयले प्राय उठान गर्छ, त्यो राम्रो छ। समितिमा पर्याप्त छलफल भएर मात्रै पास हुन्छ, त्यो राम्रो छ। यसका संरचनाहरू राम्रा छन्। हाम्रा नीतिहरू समीक्षा हुन्छ, त्यो राम्रो छ। तत्काल गर्नु पर्यो भने अध्यादेश ल्याउन सकिन्छ। कार्यकारीलाई पनि अधिकार छ। यस्ता कुराहरू राख्न सक्नुहुन्छ। मैले यहाँ सट्ट पोइन्टमा राखेँ, माथिभन्दा तल। अनि नकारात्मक भनेको हाम्रो कानुन निर्माण प्रक्रिया पनि ढिलो छ होइन। हाम्रा कानुनहरू स्थायित्व छैन। हाम्रोमा हेर्नुहोस्, अस्ति कानुन निर्माणमा आउँदाखेरि त्यो खाजा नै विदेशको भयो अरे। अब अहिले आएको निजामती सेवा विधेयकमा संशोधनै धेरै छ। त्यो संशोधन 1735 वटा गर्दा कहिले पुर्याउनु। अर्को ब्ल्याक बक्स मोडल छ, कसैको रुममा बनाएर ढ्याक्क पेस हुन्छ। अघि मैले भने जस्तो लग रोलिङ छ, भेन्यू सपिङ छ, अघि हामीले भनेको निहित स्वार्थ छ होइन, कसैलाई फाइदा दिने। अनि यसो अलिकति फाइदा हुने गरिकन मार्केटमा त्यहाँ आयो, त्यसैले पपुलिस्ट खालको बनाउने, अनि कसैले मेनुस्क्रिप्ट बनाइदिने, त्यसको पाण्डुलिपि अर्कोले बनाउने, हामीले पेस गर्ने खालको छ होइन। ब्युरोक्रेसी, कर्मचारी तन्त्र अत्याधिक एक्टिभिट छ होइन। एक्सन प्लान्स र यसको इभिडेन्स बेस्ड छैन भनेर यसरी लेखे पनि हुन्छ। ल साथीहरू, मैले यो दुईवटा तरिका भने। साथीहरूले फिडब्याक यसमा हर्स ट्रेडिङको कुरा गर्न सकिन्छ, कलर लेजिस्लेसन गर्न सकिन्छ, त्यो पनि भन्न सक्नुहुन्छ है। सुमन बानिया होइन, अर्को सुमन 228 थियो। ल, 1-2 छन् नमुनाहरू। ल, यी चाहिँ यसरी लेख्दा पनि हुन्छ है। साथीले माथिको चाहिँ मैले अलिकति बढी भने होइन, त्यति नगरे पनि हुन्छ। यसरी सर र यो समस्या छ, यो राम्रो छ भने यो चाहिँ अवस्था राम्रो छ। यो सुमन 228 अझै पनि भागेर रहेनछ, सुनिरहेको रहेछ। ल, अब यसलाई चाहिँ अब यहाँ प्रश्न अलिकति धेरै राम्रो छ। यो कानुन निर्माणमा निहित स्वार्थको प्रयोग कसरी हुन्छ त, कुन कुन कुरामा हुन्छ भन्दा, पहिलो त हाम्रो नेपाल सरकारको गठनै हुँदाखेरि के, गठन हुँदा संसदै किनबेच गरिदिने के, त्यसले गर्दाखेरि के हुन्छ त, हाम्रो राष्ट्रियता कमजोर हुन्छ कि। यस्तो बेलामा अलिक निहित स्वार्थ देखिन्छ सरकार बनाउनेमा के, अर्को पार्टी फुटाइदिने, त्यहाँबाट बनाउने है, एउटा यो। दोस्रो, अब करको दर हामीलाई थाहा छ नि, यो मुसाले के काट्यो भनेर छुट दिने, मिना दिने, जरिवाना दिने, त्यहाँ हेराफेरी गर्ने, यस्तोमा चाहिँ निहित स्वार्थहरू प्रवेश हुनसक्छ, एउटा। दोस्रो, अर्को आफ्नो क्षेत्रमा बढी योजना पार्ने होइन, यस्तोलाई के भन्छ, यसैलाई अघि साथीले लग रोलिङ भन्नुहुन्छ। यो लग रोलिङ के, आफ्नो तर्फ बढी लाने होइन, असन्तुलित विकास गर्ने खालको, योहरूको निहित स्वार्थ हुनसक्छ। अर्को केही हाम्रा के छन् त, विधेयकमा विरोधी स्वार्थहरू समेट्ने
हैन सार्वजनिक हित विरोधी क्या पब्लिकलाई हित नहुने तर कुनै ग्रुपलाई फाइदा हुने त्यस्तो खालकोमा निहित स्वार्थहरू आइरहेका छन् भनेको दलगत अथवा निहित स्वार्थले बढुवा पाएको छ हैन अनि त्यही भएर त अहिले सार्वजनिक लेखा समितिलाई भेन्यू छनौट गर्ने त्यहाँ उजुरी दिने अनि ठेक्का रद्द गराउने यस्तो खालको पनि यसलाई भन्छ भेन्यू सपिङ अघि साथीले सोध्दै हुन्छ आफूलाई ठेक्का परेन नपरेपछि उजुरी दिने अनि त्यसलाई के गर्ने ठेक्कै रद्द गरिदिने अर्को निहित स्वार्थ भनेको निर्वाचन प्रणालीभित्र देखिन्छ है निर्वाचन प्रणालीभित्र प्रतिस्पर्धा नगर्ने अन्तर्घात गर्ने होइन त्यो अवस्थाको देखिन्छ अर्को भनेको दलीय हुइपमा देखिन्छ संसदमा दलले नै के गरिदिन्छ निहित स्वार्थ गरिदिन्छ त्यो अनुसार चाहिँ अब हाम्रो साँघुरो हुने भयो अब यसलाई कसरी राम्रो बनाउने भन्दाखेरि यसका लागि कानुन बनाउन जरुरी छ होइन अनि सरोकारवालाहरूको सहभागिता गराउन जरुरी छ है अनि नियमित रूपमा कानुनहरू पेश गर्ने त्यहाँ पर्याप्त छलफल गर्ने लग रोलिङ भेन्यू सपिङ यो अघि भनेको ब्युरोक्रेटिक एक्टिभिजम यसलाई चाहिँ निस्तेज पार्ने अनि यो विधायकहरूको आचार संहिता कायम गर्ने एउटा कानुन निर्माणको मार्गदर्शन बनाएर हामीले के गर्न सक्छौँ यो निहित स्वार्थलाई रोक्न सक्छौँ कन्फ्लिक्ट अफ इन्ट्रेस्टलाई रोक्न सक्छौँ साथीहरू है ल हस् साथीहरू धेरै धेरै धन्यवाद तपाईँहरू धेरै जोडिनु भयो है यो युट्युबमा पनि छ युट्युबमा पनि तपाईँले लाइभ हेर्न सक्नुहुन्छ यसको फुल भिडियो तपाईँको कुनै छुटेको छ भने युट्युबमा गएर विजय शर्मा सर्च गर्नुभयो भने पनि पाउनुहुन्छ त्यहाँ छ र विजय शर्मा यसमा पाउनुहुन्छ है होइन ठिक छ साथीहरू अब यो दूरदराजबाट हुनुहुन्छ होइन आज चाहिँ है दूरदराजबाट हुनुहुन्छ सबैजनाले है तपाईँहरूलाई त्यस्तो केही समस्या छ तपाईँले केही सोध्नुपर्ने छ भने यो नम्बरमा मैले दिएको नम्बरमा टेक्स्ट पनि गर्न सक्नुहुन्छ वाट्सएप भाइबरमा पनि जोडिन सक्नुहुन्छ है ल मलाई केही फरक पर्दैन है एक दुईजना साथीहरूले चाहिँ मन नपर्दाखेरि सबैलाई मन पर्नुपर्छ भन्ने छैन लग रोलिङ र भेन्यू सपिङको बारेमा एकपटक भनिदिनु भन्नुभएको छ भेन्यू सपिङ भनेको आफूलाई जहाँ फाइदा हुन्छ त्यहाँबाट गएर के गर्ने त्यो भेन्यू भनेको प्लेसमा गएर सप गर्ने है भेन्यू सपिङ भनेको आफूलाई मन परेको भेन्यूमा गएर सप गर्ने होइन आफूलाई जुन फाइदा हुन्छ त्यो ठाउँमा गएर सप गर्नु चाहिँ भेन्यू सपिङ हो अर्को लग रोलिङ भनेको अल्झाइराख्ने नदिने अथवा आफ्नो निर्वाचन प्रणालीमा लगेर होइन त्यसलाई चाहिँ लगेर चाहिँ आफूलाई हित हुने गरिकन मात्रै गर्ने भनेको लग रोलिङ हुन्छ त्यतातिर मात्रै जाने होइन अघिल्लो यो अहिले लाइभ भइरहेको छ युट्युबमा पनि होइन यसको चाहिँ फुल भिडियो अहिले एकछिनमा आउँछ है कानुन बनेपछि नेपालमा के व्यवस्था छ है त्यो चाहिँ हामीले हेर्न सक्छौँ त्यसैमा छ हामीले योभन्दा अगाडिको फिडब्याकहरूमा पनि हेर्न सक्नुहुन्छ है हस् साथीहरू धेरै धेरै धन्यवाद थ्याङ्क यू भेरी मच Bye bye. Wish you have a wonderful night and good night. Thank you.